हाम्रो नयाँ भिडियोमा स्वागत छ है सबैजनालाई। हामी महेन्द्र गुफा चाहिँ घुम्न आएको छौँ। अब हेरौँ के कस्तो रहेछ यता। उता एकदमै ठुलो ओ श्यामनिरेश यता फोटो तान्दै जाम, फोटो सोटो तान्दै जाम है, नत्र पछि अब अँध्यारो हुन्छ। अँध्यारो भएपछि फोटो राम्रो आउँदैन, कुरा त पनि हो। ल हाम्रो साथीहरू चाहिँ यहाँ रहेछ। यो चाहिँ महेन्द्र गुफाभित्र। अब महेन्द्र गुफाभित्र गएर हामी तपाईँहरूलाई अब के कस्तो छ भ्यूहरू, कतिको अप्ठ्यारो हुँदो रहेछ भित्र जाँदा त्योहरू भनौँ ल। ल नजारा हेरौँ सबै। ल यता ताकौ त। ल अब यहाँ महेन्द्र गुफाको मेन द्वार पनि यही रहेछ। हामी सबैजना चाहिँ महेन्द्र गुफाभित्र छिर्न लागेछौँ। ल अब हेरौँ हेरौँ है। जय हो। यहाँ चाहिँ दुईटा द्वार रहेछ। यता चाहिँ के हो दाइ? ए बाहिर निस्किने हो। यता चाहिँ बाहिर निस्किने भन्ने, यता चाहिँ अब भित्र जाने बाटो हो। हामी अब फर्स्ट टाइम आएको छ, त्यही भएर अब यताबाट जाऊँ। मेरो ब्लग खतरा हुन्छ नि। यसमै हो क्या। ल अब बाटो चाहिँ अलि धेरै नअप्ठ्यारो रहेछ, त्यही भएर हामीले हेरेर जानुपर्ने हुन्छ। अब बाटोको व्यथा अब तपाईँहरूलाई हेराउँछ है, के कस्तो रहेछ हेरौँ त। ल ल ल तपाईँलाई 10 रुपियाँ है। हाम्रो ब्लगमा कन्टेन्ट दिनलाई अब दिनु पऱ्यो नि। ल हेरौँ है। यहाँ यस्तो यस्तो रहेछ। अब यार क्रिस्टलै होला नि, हेर त। यो अब अलिक अनौठो जस्तो हेरेछ। स्ल्याबको स्ल्याब त नभनौँ यार, यो नेचुरल हो, प्राकृतिक हो। स्ल्याब भन्ने कुरा त आफूले बनाउने हो, म्यानमेड हो। तर अब यो त प्राकृतिक हो, हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ हेरौँ पानी। अब चिसोको मौसम हो, पानी त आइहाल्छ। अब साइन्सको विद्यार्थी भएर के भन्नु, आफू चाहिँ टपर भएन। अब यो चाहिँ टपर हो, तिमी भनिदिउँ त के छ खै त। ब्लगम्यान हो मिस्टर श्यामनिरेश पटेल, द टपर बोय। ल ल अब यो अब भक्तजनहरू भनौँ न, यस्तो यस्तो बनाएर राखेछ आफ्नो विसहरू। होप सबैको विसहरू पुरा होस्। हामी चाहिँ इन्टीद्वारको लास्टतिर आइसकेछौँ। अब यहाँ चाहिँ भनौँ न हाम्रो आस्था मन्दिर रहेछ। अब त्यो अब टिका लाउनु पर्ने हुन्छ हामीहरूलाई। ल हेरौँ अब। ठुलो ब्लगर हो नि त, हो कि नै? त्यही त लाइनमा बस्नुपर्ने हुन्छ है हामीलाई। तर मैले लाइन बिगारेँ, त्यही भएर सम्मा पाएँ। अब हामीलाई टिका लाउनु पर्ने हुन्छ। हाम्रो जस्ट एकछिन पहिला फोटो सेसन सक्यो। हामी एक्जिटद्वारतिर लागेछौँ। हेरौँ है। एक्जिटद्वार त्यो इन्टीद्वार भन्दा नि एक्जिटद्वार अझै अलि अप्ठ्यारो रहेछ है। अप्ठ्यारो त अप्ठ्यारो छ। हेरौँ यस्तो ढुङ्गाहरू छ। अब हामीलाई अब ब्लग भन्दा नि अब हामीलाई हेरेर जानुपर्ने हुन्छ। हेर यस्तो छ। अब कस्तो रहेछ महेन्द्र गुफाको एक्जिट बाटो भने हामीलाई थाहा हुँदैछ है। हेरौँ कतिको गाह्रो रहेछ यहाँबाट हेर्दा। अब तपाईँहरूलाई अब लास्टै गाह्रो छ है, अलि अँध्यारो पनि छ, त्यही भएर नहेऱ्यो होला। तर लास्टै गाह्रो रहेछ है। यता अब तलबाट पुरै माथिसम्म जानुपर्ने हुन्छ। अब मोटो मान्छेलाई अलि गाडी नै रहेछ, तर आँट हुनु पऱ्यो है मान्छेमा। आँट भएपछि जसले पनि सकिहाल्छ। ल अब मलाई पनि जानुपर्ने हुन्छ। ब्लग भन्दा नि अलि यता ध्यान दिनुपर्ने हुन्छ। ल मान्छेले पोखरामा आएर एडभेन्चर चाहिँ
10,000 20,000 तिरेर प्याराग्लाइडिङ गर्छ। तर मेन एडभेन्चर भन्ने के हो भने अब महेन्द्र गुफामा आएर हामीले थाहा पायो क्या। हेर न यस्तो गाह्रो रहेछ यो बाटो, यस्तो गाह्रो रहेछ पुरै छोरम गाह्रो छ है। अलि अहिलेसम्म भन्दा नि सबभन्दा अलि अप्ठ्यारो चाहिँ बाटो यो रहेछ, यस्तो अप्ठ्यारो छ है। त्यसको एडभेन्चर भन्ने कुरा के छ भने आज अहिले भर्खर थाहा पायो हामी, लास्ट गाह्रो रहेछ यार। यस्तो परेर मान्छे करोडौँ खर्च गरेर एडभेन्चर गर्न जान्छ, तर हामी जम्मा 30 रुपियाँ तिरेर महेन्द्र गुफा आयो अनि बल्ल थाहा पायो के रहेछ भनेर। कस्तो लाग्यो त? वाट इज द एक्सपिरियन्स? एडभेन्चर, फुल एडभेन्चर है। कस्तो लाग्यो त पटेल सर? अब हाम्रो यहाँको प्रो भनेको पटेल सर हो, किनभने उसको शरीर चाहिँ गुफाको बाटो जस्तै रहेछ है। उसलाई सबभन्दा सजिलो लाग्यो। श्यामलाई हेरेर भगवानले गुफा बनायो यो बाटो। मेरो लागि स्पेशल चाहिँ केही भन्न चाहन्छौ? कहाँ जाने अब? ल अब हामी कति जानुपर्ने हुन्छ? जस्ट हामीले बाहिर आयो गुफाबाट। अब हामीले घर भन्नाले अन्त्यतिर जानुपर्ने हुन्छ। यहाँबाट छिरेर हामी उताबाट निस्क्यौँ है। अब हामी फर्किँदैछौँ। हेरौँ है, फुल एडभेन्चर रहेछ यार। एडभेन्चर महेन्द्र गुफा भने एडभेन्चर त्यही हो, लास्टको पोइन्ट, एक्जिट पोइन्ट। हजुर ए मिसन त त्यही हो, तर अब के गरौँ के हुन्छ पछि थाहा हुन्छ है। तपाईँहरूले चाहिँ साथ सपोर्ट दिनुपर्ने हुन्छ हामीलाई भने मेरो च्यानललाई। तर च्यानलको नाम बल्ल बिर्सिरहेको छु के हो। ल अब हामी अर्को ब्लगमा भेटौँ ल।